सर्वप्रथम मेरो फेसबुकमा जोडिनुभएका सबैमा नमस्कार। स्वास्थ्य उपचार सहयोग सम्बन्धमा सक्नुहुनेले सक्दो आर्थिक सहयोग गरिदिनुहोस्। नसक्नेले यो भिडियो धेरैभन्दा धेरै सेयर गरेर सहयोगी मनसम्म पुर्याइदिनुहोस् है। प्युठान स्वर्गद्वारी नगरपालिका 2 बाइनेता निवासी श्री भूपलाल पुन मगरज्यूको धर्मपत्नी 64 वर्षकी आमा श्री गौरी कुमारी पुन उहाँ लामो समयदेखि बिरामी भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराइडाङमा उपचार गराउँदै आउनु भएको थियो। फोक्सोमा घाउ भएको कारण त्यहाँबाट काठमाडौँ वीर अस्पतालमा रिफर गरी सम्बन्धित अस्पतालका चिकित्सकहरूको सल्लाह अनुसार तत्काल अपरेसन गर्नुपर्ने र अपरेसन गर्नलाई करिब 4-5 लाख रुपैयाँ लाग्ने भएको हुँदा थप उपचारका लागि घरको आर्थिक अवस्था निकै नाजुक छ। घरमा बुढाबुढी मात्र हुनुहुन्छ। स्याहार सुधार गर्ने उहाँको वृद्ध श्रीमान हुनुहुन्छ। कमाउने कोही हुनुहुन्न। श्रीमान पनि अपाङ्ग हुनुहुन्छ। दुःख गरेर जसो तसो भूपलाल पुन ज्यू आफैले घर व्यवहार धान्दै आउनु भएको थियो। उहाँहरूको बुढेसकालको सहारा बिरामी पर्दा स्याहार सुधार गर्ने एउटा पनि सन्तान भएनन् र अहिलेसम्म ऋणपान गरेर आफ्नो श्रीमतीको उपचार गराउँदै आउनु भएको थियो। उपचारका लागि कोसिसमा कुनै कसुर छोड्नु भएन। त्यसको बावजुद अब आफूबाट सम्भव नभएको भूपलालज्यू आफ्नो बुढेसकालको सहारा श्रीमतीको उपचारका निम्ति हामी कहाँ सहयोगको अपेक्षा राख्नु भएको छ। उहाँको उपचारका लागि सकेको सहयोग गरिदिनुहुन। देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मनकारी शुभेच्छुकहरू र सम्पूर्ण चिर परिचित प्रियजनसँग बिरामीको परिवारसँगै मेरो तर्फबाट हार्दिक अपिल गर्दछु। नेपालमा सहयोग गर्नका लागि बिरामीको भदै नाम सुखबीर पुन मगरज्यूको अकाउन्ट नम्बर रहेको छ भने भारतमा सहयोग गर्नका लागि नाम कमल घरती मगर फोन पे गुगल पे नम्बर स्वयं मेरो रहेको छ। नोट पैसा पठाउनु भयो भने पठाएको स्लिप नाम ठेगाना र फोटो पठाइदिनु होला। कर्मश म सबैको नाम सहयोग रकमको विवरण राख्नेछु। मेरो व्यक्तिगत तर्फबाट रु 1500 नेपाली सहयोग गरिसकेको छु। हजुरहरू पनि एक दिनको नास्ता खर्च काटेर सक्दो सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। बिरामीलाई हजुरहरूको सानो सहयोग र प्रार्थनाको धेरै खाँचो छ। हाम्रो सानो सहयोग र प्रार्थनाले उहाँलाई नयाँ जीवन मिल्नेछ। धन्यवाद।